पैसाहरू पनि आउँछ होइन। त्यसरी चाहिँ बच्चाहरूलाई चाहिँ जस फ्यामिलीलाई चाहिँ अब एउटा फिजिकलको लागि होइन, फिटनेसको लागि पनि खेलाइदिनुहोस् होइन। उनीहरूलाई चाहिँ के हुन्छ अब एउटा कति पनि अब हुन्छ नि बच्चाहरू अब खेल्दा खेल्दा जाँदा अब कोही नखेल्नेहरू हुन्छ, एउटा ड्रग्समा लाग्नेहरू पनि हुन्छ होइन। उनीहरूलाई चाहिँ अब एउटा खेलप्रति एउटा रुचि राख्ने होइन, त्यस्तो वातावरण बनाइदिनुहोस् होइन, त्यही भन्न चाहन्छु। अनि तपाईँ चाहिँ यहाँ अहिले युकेमा कहिले आउनुभयो र के को लागि आउनुभएको अलिकति हाम्रो दर्शकवृन्दलाई बताइदिनुहोस् न। म चाहिँ अहिले मेरो चाहिँ एउटा युकेको लागि एउटा दाइहरूले जुन एउटा मलाई सहयोग गरिदिनु भयो होइन, साह्रै के छ अब अब धेरै दाइहरू छ मलाई होइन हेल्प गर्ने, अनि उनीहरूले चाहिँ मलाई एउटा अपर्च्युनिटी दिनुभएको छ। र साह्रै म यहाँ आउनुको कारण चाहिँ मेरो के उद्देश्य भने मेरो यहाँ आएर चाहिँ मैले एउटा राम्रो क्लबमा होइन, मैले क्लबमा एउटा ट्रायल म्याच खेल्ने होइन, अहिले मैले खेलिरहेको छु वकिङ क्लबमा होइन, मेरो ट्रायल हुँदैछ। त्यसपछि मैले त्यस वकिङमा चाहिँ राम्रो गऱ्यो भने त्यसपछि मैले चाहिँ चेल्सी क्लबमा नै ट्रायल खेल्ने मेरो विचार छ। दाइहरूले नि मिलाइदिनु भयो त, त्यसको लागि चाहिँ आउनु आएको। तपाईँलाई गजबको टिमको तर्फबाट पनि तपाईँलाई अग्रिम शुभकामना र गुड लक भन्न चाहन्छौँ हामी। त्यसपछि हाम्रो आमा बाबालाई के भन्न चाहनुहुन्छ, जसको नानीहरू अलिकति खेलमा रुचि राख्नुहुन्छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ तपाईँले? आफ्नो एक्सपिरियन्स बताइदिनुहोस् न, के गर्दाखेरि राम्रो हुन्छ आमा बाबाले? त्यो त अब आफू एउटा बच्चाहरूको एउटा इन्ट्रेस्ट पनि हुन्छ होइन, कोही अब केमा इन्ट्रेस्ट हुन्छ, कोही केमा हुन्छ होइन। तर अब जस्तै अब स्पोर्ट्समा लाग्नेहरूलाई चाहिँ कस्तो भने आफूलाई अब सपोर्ट गरिदिनुपर्छ बाबा आमाहरूले नि होइन। एउटा बच्चाहरूको लागि एउटा हौसला हुन्छ होइन, बाबा मम्मीहरूले एउटा सपोर्ट गर्यो भने चाहिँ, किनभने बच्चाहरूको पनि हौसला हुन्छ होइन, मैले यो ठाउँमा गएर यो राम्रो गर्न सक्छु भन्ने खालको कुरा हुन्छ होइन। उनीहरूलाई चाहिँ अब जस स्पोर्ट्समा चाहिँ एउटा हेल्प गरिदिनु हुन्छ भनेर आशा गर्छु। अनि अब तपाईँलाई फेरि अर्को क्वेसन चाहिँ के भने तपाईँको मनपर्ने खेलाडी को अहिलेसम्ममा तपाईँको हुन्छ नि? इन्टरनेसनल कि नेसनल? पहिला इन्टरनेसनल सोधौँ, त्यसपछि नेसनल बताइदिनुहोस् न। मलाई चाहिँ इन्टरनेसनल चाहिँ मलाई वाइन रुनी मनपर्छ, इङ्ल्यान्डको म्यान युनाइटेडको। हजुर। नेसनल चाहिँ मलाई बच्चैदेखि मनपर्ने चाहिँ बसन्त थापा हो। बसन्त गौतम हुनुहुन्छ होइन, उनीहरूको गेम चाहिँ म खेलेर एकदम प्रभावित हुन्छ म, किनभने सानोदेखि उनीहरूको गेम नै मैले हेर्थेँ होइन, मलाई चाहिँ एकदम मनपर्छ उनीहरू। अनि नेपालमा चाहिँ खेलाडीहरूको स्थिति के छ एकचोटि बताइदिनुहोस् न, कति राम्रो छ कति नराम्रो छ? तपाईँले स्टार्ट गर्दाखेरि कस्तो थियो, अहिले कहाँसम्म छ नेपालको स्थिति, खेलाडीहरूको स्थिति? सुरुमा मैले प्रोफेसनल लाइफ मैले सुरु स्टार्ट गर्दाखेरि मैले एउटा म्याचको हिसाबले मैले पैसा लिन्थेँ, जुन म्याचमा मैले 500 रुपियाँ लिएर खेल्थेँ होइन एउटा म्याचको। र अहिले चाहिँ मैले पेड गर्छु, म नेपालको एउटा हाइस्ट पेड पनि होइन, 35,000 मैले मन्थली लिन्छु होइन। अनि त्यसमा नि अब कस्तो हुन्छ अहिलेको गेमको स्थिति भन्नाले अब मेन चाहिँ अहिले हाम्रो मेन लिग हुन्छ होइन, लिग भने अब 2 वर्ष ब्रेक भइरहेको छ होइन, त्यसले गर्दा चाहिँ अलि गेमलाई चाहिँ अलिकति हाम्रो गेमलाई भन्दा अब एउटा खेलाडीहरूलाई चाहिँ अलिक प्रभाव पारेको छ होइन। तर जुन अब गेमहरू कन्टिन्यू भइरहेकोले अब मन्थली पेडहरू नै राम्रो भइरहेको छैन अहिले चाहिँ, जुन अहिले किसिमले अहिले गेमहरू नभएको कारणले चाहिँ गाह्रो चाहिँ भइरहेछ। त्यो चाहिँ किन नभएको? यो चाहिँ राजनीतिक कारणले भएको कि के को लागि, किन चाहिँ गेमहरू स्थगित भएको? त्यही अब नेपालमा चाहिँ अहिले राजनीतिकहरू पनि अलि हुँदैछ होइन। अब जुन गेममा अब गेमहरू चाहिँ स्टार्ट भइरहेको भए चाहिँ राम्रो हुन्थ्यो होइन। जुन अहिले चाहिँ राजनीतिले गर्दा चाहिँ गेम चाहिँ स्टप भएको जस्तो लाग्छ मलाई। तपाईँलाई राज्यले के गरिदिए तपाईँको नेपालको गेम भनौँ न स्पोर्ट्स अलिकति माथि उठ्थ्यो जस्तो लाग्छ? अब त्यो भनेको चाहिँ अब कस्तो भने राज्यले के गर्नुपर्छ भने एउटा हामीलाई चाहिँ एउटा होइन अब एउटा बस्ने वातावरण होइन, खेलाडीहरूलाई जुन किसिमले अब एउटा वातावरण बस्ने अब एउटा राम्रो वातावरण मिलाइदिने भयो होइन। अब जुन पनि खेलाडीहरूलाई अब एउटा जबको हुन्छ कि अब के को हुन्छ होइन, उनीहरूले गरिदिनु लागि चाहिँ मलाई चाहिँ त्यस्तो गऱ्यो भने चाहिँ नेपाली प्लेयरहरूलाई चाहिँ एकदम राम्रो हुन्छ जस्तो लाग्छ। अब अन्तमा 1-2वटा फेरि अर्को तपाईँको आफ्नो यो खेलकुदभन्दा बाहिरको क्वेसनहरू सोधौँ। तपाईँलाई खेलदेखि बाहिर तपाईँको फुर्सदको समयमा कसरी बिताउनुहुन्छ? म चाहिँ फुर्सदमा चाहिँ म साथीहरूसँग होइन म घुम्न जान्छु, म रमाइलो गर्छु, म पार्टीहरू पनि जान्छु होइन। त्यो एकदम
ग्यादरिङमा रमाइलो लाग्छ मलाई, रमाइलो जानु मन लाग्छ साथीहरूसँग। तपाईँलाई मनपर्ने म्युजिक कसको हो? म्युजिक त मैले मनपर्ने त मलाई चाहिँ निमा रुम्बाको मनपर्छ। हजुर हजुर। त्यसपछि अर्को मनपर्ने खाना? खाना मलाई चाहिँ नेपाली फुड मनपर्छ। जस्तै एउटा छान्दाखेरि के छान्नुहुन्छ? म त दाल भात होइन, अनि एउटा गुन्द्रुक त्यस्तो मनपर्छ त्यो। अनि लुगाहरू कस्तो मनपर्छ तपाईँलाई? स्पोर्ट्स वेयर मनपर्छ कि तपाईँलाई पार्टीहरू मनपर्छ, क्याजुअल ड्रेस मनपर्छ, कस्तो? म चाहिँ अब पार्टीमा जाँदा एउटा छुट्टै ड्रेस हुन्छ होइन, अनि बाहिर जाँदा जस्ट क्याजुअल ड्रेस मनपर्छ मलाई। कुन ब्रान्ड मनपर्छ स्पोर्ट्समा भन्नुहोस् न हामीलाई। मलाई नाइक मनपर्छ। हजुर। ल थ्याङ्क यू अनिलजी, धन्यवाद। तपाईँको यहाँको यात्रा सफल होस्। तपाईँले मनले आँटेको कुरा तपाईँ चेल्सीमै इन हुनुहोस् र खेल्नुहोस्। यो हाम्रो नेपालीहरूको लागि गौरवको कुरा हो। तपाईँलाई गजबको टिमको तर्फबाट र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी जो युकेमा बसिरहनु भएको छ र संसारमा छरेर बस्नुभएको छ खेल प्रेमीहरूको तर्फबाट तपाईँलाई अग्रिम शुभकामना र गुड लक भन्न चाहन्छौँ। र हाम्रो यो छोटो कुरा गर्नुभयो यसको लागि धन्यवाद र टाइम दिनुभएकोमा हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ। अन्तमा तपाईँ के भन्न चाहनुहुन्छ नेपाली यो हाम्रो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई? एउटा त धन्यवाद। म एउटा यहाँ युकेमा आएर होइन एउटा यस्तो फर्स्ट टाइम मैले यो प्रोग्रामको लागि बोलाइदिनु भयो, त्यो पनि मलाई खुसी लागेको छ। मैले मेरो मनमा लागेको कुराहरू पनि अब मैले भन्न पाएँ, त्यो एकदम खुसी लाग्छ। र जति पनि युकेमा बस्ने नेपाली दिदीबहिनी दाजुभाइहरू हुनुहुन्छ उनीहरूलाई चाहिँ अब के भन्न चाहन्छु भने अब सपोर्ट गरिदिनुहोस् होइन। म पनि एउटा नेपाली फुटबल प्लेयर एउटा युरोपमा आएर एउटा खेल्ने अवसर पाएर सपोर्ट गरिदिनुहोस्, त्यही भन्न चाहन्छु।